लौ सबैजनालाई हाम्रो चाहिँ है काटकुट पकाउ सकाउ सब चलिरहेछ केटाहरूको होइन भइरहेछ। ज्यामिङ रुम देखाउँ यस्तै हो, सामान गएको थियो सामान आयो 2-3टा र यसको चाहिँ यो हरायो के हराएको होइन त्यो यस्तो भयो त्यो भाइलाई चाहियो अरे अब लगेको छ कति दिन लाग्छ जुगाडको हो यो चाहिँ कसरी हामीले मेन यो 2टा किन्न त किने हो यिनीहरू तर पेमेन्ट चाहिँ पुरा भएको थिएन त्यही भाइले अब यसो कुराहरू गऱ्यो घुमाएर हो है किबोर्डको कुरा त्यही नै हो आदि बेच्ने रहेको थियो अब खोइ लिने मान्छे आज ठ्याक्क हो साँच्ची त मेन यहाँ चाहिँ दोष डबल पेडल यो पनि कोही किन्ने छ भने भन्नु होला है यसले बेचेर प्राइस एकदम मिलाएर हो अनि त्यही हो मैले भन्ने कुराहरू पनि जस कमेन्टहरू चाहिँ अलिकति हामीलाई नै चित्त नबुझ्ने टाइपहरूको आइरहेको थियो चित्त नबुझ्ने हुँदैन चित्त बुझ्या हो त्यस आफ्नो कुराहरू त भन्न पाइयो त्यही पनि तर नेगेटिभ कमेन्ट पनि पोजिटिभ वेमा भनिदिनु नभन्ने कुरा हाम्रो चाहिँ त्यही नै हो अरू के छ र केही पनि छैन। अहिले के भन्ला थियो यार कमेन्टहरूको बारेमा त्यही हो अब हाम्रो देखा हुँदैन कसैले पनि के गरिरहेछौँ कसरी गरिरहेछौँ अब हामीले दिएको भने त्यही हाल्दा हुन्छ अब सबैले भात खाएर मात्रै बसेर हुँदैन काम गर्नु पऱ्यो हाम्रो भइरहेछ नभए होइन सबै चिज गरिरहेछौँ भइरहेछ बिस्तारै बिस्तारै अब एकैचोटि सबै चिज पनि हुँदैन हामी 0 लेभलमा आएको थियौँ यहाँनिर जस्तो हाम्रो प्रोग्रेस धेरै राम्रो भएको छ धेरै नै भइरहेछ अब त्यो सबैलाई देखाउनै पर्छ गर्नै पर्छ भन्ने पनि छैन एटलिस्ट वी ट्राइड फेरि भन्दै साथी एटलिस्ट हामीले ट्राई त गऱ्यौँ हो त्यही हामीले ट्राई चाहिँ गरिरहेछौँ केही नगर्नु भन्दा हामीले ट्राई गरिरहेछौँ अब त्यही त हो नि ट्राई गरिरहेछौँ केही न केही त हुन्छ नि भनेर गरे हो हामी 0मै थियौँ अब 0बाट 1% जति भयो होला धेरै पनि भएको छैन हामीले आफ्नो तरिकाले गरिरहेछौँ त्यही हो गरेर जस्ट नेगेटिभिटीमा चाहिँ नलिनु हामीले पनि कुनै थियो हामीलाई रहर लाएर हामीलाई चिल गर्न मन लाग्यो भएर आए पनि होइन हामीलाई पनि फ्युचरकै टेन्सन भएर होइन केही न केही त गर्नुपर्छ म्युजिक गर्नु मन छ अब प्रपर वेमा गर्ने बेला हामीले सबै चिज गर्न सकिरहेको छैनौँ भनेपछि हामी आफै भन्न हो कि अब हामीलाई पनि थाहा छैन अब सबै चिजै एकै वर्षमा पुरै हुन्छ भन्ने पनि छैन अब हामी यहाँ गर्छौँ हाम्रो स्किल आफ्नो डेभलप गर्छौँ हामी आफ्नो गर्दै जान्छौँ गरिसकेपछि अझै यो भन्दा नि बेटर चाहियो भनेपछि हामी फेरि अब लिउँला नि त्यसपछि लेसनहरू लिउँला जाउँला कुनै ठाउँ प्रपर सिकाउँला गुरु नै बनाउँला कसैलाई त्यसरी सिक्छौँ नि अहिले चाहिँ हामी जस्ट हामी आफूलाई बन्न खोजेको हो कि आफू मात्रै आफ्नोमा चाहिँ कति छ त गर्न खोज्यो भने कति चाहिँ हुन्छ भन्ने कारणले मात्रै हो चल केही भन्नु छ हामीलाई चाहिँ मेन भनेको हामीलाई नि मन छैन नि अब पुङ्गा भएर बस्न होइन अब घरबाट टाढा बस्न यहाँ अब पैसाहरू त्यसै सकिन्छ पैसा खर्च गर्न फोकट्टै होइन बढी घुम्न गयो भने पैसा अझ त्यो पैसा खर्च भएको मजा त आउँछ नि यहाँ त अझ एकै ठाउँमा बस्नु परेछ भाडा तिर्नु परेछ अब खानु परेछ है अनि एकै ठाउँमा बसेको छ घुम्सेर बजाएको छ बाहिर घुमेको छैन अब हाम्रो साथीहरूसँग घुमिरहने 4 जना भेटेपछि जहिले घुम्न जाने यताउता पहिला होइन अब त्यसरी नघुमी चित्तै नबुझ्ने मान्छेहरू अब एक ठाउँमा घुम्सेर बसे जस्तो भएको छ अब हामीलाई नि इच्छा छैन जे होस् मेन भने म्युजिकमा इच्छा भएर मात्र हामीले गरेको नत्र चाहिँ अब त्यही हो है हामीले अब त्यही नै हो प्रपरै गर्छौँ होइन हामी खतरा भएर गर्छौँ हामी एल्बमै निकाल्न हामीलाई अलिकति हिट हुन्छ भनेर पनि होइन सिर्फ हामी बनाउँछ भनेर आएको हो त्यही अनुसारै गरिरहेछौँ अब सोच्नेले राम्रो पनि सोचिरहेछन् नराम्रो पनि सोचिरहेको जस्ट नेगेटिभ कमेन्टलाई नि पोजिटिभ वेमा एउटा कमेन्ट चाहिँ देखाएको थिएँ जस भाइ तिमीहरूले गर्न त गरिरहेछौ डेहरू चाहिँ काटिरहेछौ यसरी हुँदैन अलिकति लेसनहरू लिएर प्रपर सिकेरै गर न भन्ने कुराहरू गर्नु भयो त्यसरी गऱ्यो भने चाहिँ त्यस्तो कुराहरू गऱ्यो भने ठिक छ अब अर्कोले कमेन्ट के गर्छ दिनदिनै खायो बस्यो मोटायो अरू काम केही छैन त्यो उयो डेहरू चाहिँ यतिकै भुङ्गा पाराले देखाइरहेछ भने अब त्यो त हामीलाई थाहा छ नि हाम्रो यहाँभित्र के भइरहेछ के गरिरहेछौँ हामीले गरिरहेछौँ बाहिर बसेर चाहिँ हाम्रो साथीहरू चिच्चाइरहेछौँ जस कस्तो भने हामीलाई पनि रिस उठ्छ हामीलाई पनि उयो हुन्छ हामीले धेरै बोल्दैनौँ ठिक छ हामी
सोझो बने जस्तो गर्छौँ होइन हामी सोझो नै छौँ त्यस गर्दैनौँ हामी जस्तो हामी केही न केही त गर्छौँ भनेर हुन्छ गरेर देऊ भन्ने त्यही हो गाई तँलाई केही भन्नु छ अहिले भिडियोमा कम फोकस हो क्या खाना खाएर देखाउनु छ भनेर भन्ने कुरा आएन जस्तो हाम्रो भइरहेछ गरिरहेछौँ अब हो त्यही हो कि अब हामीलाई कमेन्ट गर्नेहरूको चाहिँ तिमीहरू होइन तपाईँहरूको नेक्स्ट चाहिँ के छ त अनि अब पनि छ होला केही न केही नेक्स्ट हुन्छ नि होइन हामीलाई कमेन्ट गर्नेहरूको पनि नेक्स्ट केही त होला नि हामीलाई त्यो भिडियो बनाउनु पर्ने कारण पनि इन्कमको सोर्स हुन्छ कि भन्ने मात्रै हो नत्र मान्छेलाई त देखाउनु नै छैन हो मलाई त अहिले हामीले के गरिरहेछौँ के गरेर बसिरहेछौँ देखाउनु नै छैन त्यो हाल्दा यतातिरबाट केही इन्कमको सोर्स हुन्छ कि भन्ने आशले मात्रै हो त्यति हाम्रो चाहिँ हामी पनि सिक्छौँ अझै सिक्न बाँकी छ अझै सिक्छौँ नै बल्ल त कस्तो भने घराइसी कुराहरू सँगसँगै आफ्नो गर्न मन लागेलाई कसरी ह्यान्डल गर्ने बल्ल त अलिअलि कुराहरू सिक्दैछौँ अझै कति सिक्न बाँकी छ लाइफको बारेमा जिन्दगी घर कस्तो अचम्म लाग्छ कसरी जाने भएको थियो होला बाउ हो यार तर त्यो चाहिँ जस्तै कस्तो नि रासन कहिलेका भ्याट्ट सकिन्छ रासन ह्यान्डल गर्नु पऱ्यो आफै बाउ आमा बन्नु पऱ्यो सबैजना यहाँ चारैजना बाउले कसरी कमाएर लिएर आउँथ्यो होला कसरी गर्थ्यो होला त्यस्तो कुराहरू चाहिँ ठ्याक 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 थाहा पाएर सजिलो चाहिँ हुन्छ अब सजिलो त्यो गाह्रो पनि हो सजिलो पनि हो कि केही कुरा बुझि पनि रहेछौँ भइ पनि रहेछ अब अहिले यो भित्री लाइफ बुझ्यो भित्र नबस बाहिर घुम एक्सप्लोर गर भन्छ अब पहिला भित्री बुझौँ न जति सक्छ हामी यहीँ बसेर गुम्सेर ट्राई गर्छौँ भित्री लाइफ कस्तो हुन्छ त्यसपछि मजाले खुलेर घुमेर कहाँ कहाँ हुन्छ त्यहाँ पुगेर त्यसरी पनि गर्ने हो कि सकेसम्म सब एक्सपिरियन्स गर्ने हो क्या लाइफमा के गर्न सकिन्छ के बुझ्न सकिन्छ नलेज जति लिँदै गयो जति बाँड्दै गयो त्यति राम्रो कुरा हो त्यही हो हामी पनि घुम्सेर नलेज लिनलाई पनि होइन हाम्रो त चाहिँ अलिकति मान्छेलाई डिमोटिभेट हुने असर पर्ने गरी भन्नुभन्दा नि त्यही कुरा बुझ्या जसरी भनिदिने यसो गर सजेसन दिए जस्तो टाइपले भन्दा त हामीलाई पनि ठिकै लाग्छ भातै पड्काएर बसेको भन्दा चाहिँ अलिकति डे काट्यो भात पड्कायो बुढी उलायो बस्यो त्यस्तो कमेन्टहरूले चाहिँ अलिकति होइन भातै हो तपाईँहरूले घर बसेर पड्काउने भातै हो तपाईँहरूले पनि पड्काएर हो हामीले नि पड्काएर भातै पड्किने हो के गर्यो के किन किनेको साथ यस्तो के गर्यो भन्ने होइन कि आफूले एकचोटि सोच्ने हो कि यिनीहरूलाई म के गर्यो भनेर सोध्नुभन्दा मैले चाहिँ के गरेँ त आफ्नो जिन्दगी बनाउने हो नि त सबैजनाले हामी त आफ्नो गरिरहेछौँ अब हाम्रो होस् नहोस् हामीले त ट्राई गर्यो भयो हुन्छ त्यही नै हो हाम्रो बेस्ट जति सक्छ गर्ने हो जसरी सक्छ गर्ने हो सपना देखिसकेको छ अब जति सक्छ पुरा गर्ने हो त्यही त्यो हामीलाई नि खान नपर्यो भने त बजाएर मात्रै बसेन हामी त्यो पनि गरिदिन्छ वाक्क लाग्छ मलाई त बिहान बेलुका पकाउँदा ठिस भइसक्यो खानै पर्यो है एनर्जीको लागि नखाइकन गर्नु मिली भए गर्थ्यो हामी त्यसरी पनि भात नपड्काइकनै गर्न मिल्यो नपड्काइकनै गर्दैन रबरको शरीर हुनु पर्थ्यो कि त्यसको लागि देउसभरि हाम्रो प्र्याक्टिस हुन्छ यसको धेरै प्र्याक्टिस हुन्छ अब भुँडी देखाइरहेछ भात पड्का तैँले ऊबाट हाम्रो युट्युबमा गएर हाम्रो त्यस्तै उयो गर्छ भने सपोर्ट गरिदिन्छ भने हाम्रो युट्युबमा गएर हामीले हालेको भिडियो मात्रै हेरिदिनु अनि यो युट्युबमै हाल्नेला भिडियो सब्सक्राइब हो अब यो भिडियो अनि यो भिडियो हेरिदिनु मजाले बुझिदिनु अनि फुल सपोर्ट छ भन्ने मान्छेहरूको लागि चाहिँ यही हो सपोर्ट चाहिएको हामीलाई त्यही हो अहिलेलाई भिडियो अब हाम्रो वाच टाइम बढाउनु छ त्यो वाच टाइम अब हामी त्यसै पनि बढ्दैन तपाईँहरूले सपोर्ट गरिदिनु भने बढ्ने हो त्यही चिज चाहिँ तपाईँहरूले पनि गरेन अनि नेगेटिभ मात्रै कुराहरू गरे अब होइन नेगेटिभको ठाउँमा पोजिटिभ पनि छ नेगेटिभ मात्रै होइन कोही हो नेगेटिभ तर चस्सै लाग्ने खालको हान्छ क्या फेरि अनि खासमा त इग्नोरै गरेको हो गर्न त अनि यसो जवाब चाहिँ दिएको के नराम्रो चाहिँ मानेको होइन हामीले अनि भुँडी पड्केको भए भिडियोमा भुँडी कसरी आयो हाम्रो त्यस्तोलाई त होला भात पड्काएर भुँडी मात्रै फुलाएर हुन्छ भन्ने खालको कुरा गर्छन् कि त्यति मात्रै त गरेर बस्यो होइन नि त दोष हामी हामीलाई थाहा छ नि भित्र कुरा हामी सुतेरै बसेर केही नगरेर कसले कति सोध्छ भने त्यसमै भर पर्ने कुरो हो कि को मान्छेले कतिसम्म सोध्न सक्छ कोहीले सोचेर पुरै के अरे
होइन ब्ल्याक होल कता लागिसक्यो यस्तो हो क्या फेरि त्यो भन्ने मान्छेहरू चाहिँ केही कला भएको मान्छे हुँदैन क्या बुझ्ने मान्छे त्यो म्युजिसियन टाइपको अलिकति हेर्दा नि ल यो मान्छेले भने मलाई यस्तो भन्ने खालकै हुँदैन कि कसैको फोटै हुँदैन कसैको केही हुँदैन कसैको भुँडी ठुलो हुने होइन त्यो ठ्याक्कै म्युजिकको बारेमा नबुझेको मान्छेहरूले नि भन्छन् क्या अब उनीहरूले ट्राई नै गरेको छैन त्यो चिज उनीहरूलाई थाहा पनि छैन के हो कस्तो हो अनि त्यही भयो नि आफ्नो हुन र बाँच्न गाह्रो हुन्छ हामी त बाँचिरहेछौँ हामीलाई थाहा छ नि 75 दिन भइसक्यो केही नगरी बस्यो होला त हामी चाहिँ खाना मात्रै भयो त घरमै पाइहाल्छ नि खाना त्यही त अब हाम्रो यस्तो हो हाम्रो एज पनि भनौँ भने धेरै पनि होइन त्यही पनि हामीले त सोच्यौँ नि त होइन गर्नुपर्छ अबको अहिले पनि गरेन भने कहिले गर्ने नेपालको कन्टेक्समा विदेश जाने कन्टेक्समा जिन्दगीको पछि नलागेर हामीले जिन्दगीलाई आफ्नो हिसाबले चलाउन खोज्दैछौँ कि भइरहेछ हामीलाई मजा आइरहेछ कति महिनामा कति 7 लाख कि कति विदेशमा गएको छ अहिले हामी पनि गएको 7 लाखमा थपेर 8 लाख पुग्थ्यो हुन त हामीलाई फ्यामिलीबाट आयो हो के गर्छस् त कहिले जान्छस् विदेश कुन ल्याङ्ग्वेज पढ्छस् गाली गलत गरे होइन फेरि ठुलो कुरा गरे होइन हामी सरी पनि सरी पनि गरिदिन्छ है घरबाट त्यसरी त त्यस्तो अब तैँले गर्नुपर्छ त्यस्तो भन्नाले जे होस् गर्नुपर्छ तेरो पनि भविष्य हो होइन अब आफूले आफूलाई बनाउने हो त्यही म्युजिक गर्नलाई हामी सबैले सबै सामान किन्यौँ अनि लास्टमा गएर हामी त्यो चिजलाई चाहिँ एक्स्ट्रा वेमा एक्स्ट्रा साइडमा राखेर अनि अरू अरू चिजतिर गरिरहेको थियो तर होइन म्युजिकलाई नै गरौँ न भनेर चाहिँ 4 जना मिलेर ल स्टार्टै गर्ने तर छुट्टै पाराले गर्ने होइन यो त हाम्रो तरिका अनि यो लाइन चाहिँ फ्युचर मीको लागि है मलाई थाहा थियो तिमी जसरी पनि हुन्छ भनेर चाहिँ भयो है खुसी लाग्यो मलाई जानी नै गइसक्यो मलाई दुःख लाग्यो खुसी लाग्यो दुःख लाग्यो हाम्रो ड्राइभरलाई केही बोल्दैछ आज मैले अघि बोलिदिएको थिएँ ल नाइस बोल्नु सबैले बोल्छ यही हो सबै भिड यति नै आउँछ सबै आउँछ जे बोलेको छ त्यो सबै आउँछ अझै बाँकी छ त्यहाँ भात पाक्दैछ पाकिरहेछ जे सायद बोलिरहेछौँ नि त बोर हुने बनाइदिएको छैनौँ त्यही हो हामीलाई लागेको कुराहरू भने है गाई त्यस्तो अब लागेको कुरा पनि भन्न पायो त्यही लागेको कुरा भन्ने हो भन्न त तर त्यो चाहिने वाइया कुरा भन्ने होइन क्या अनि त्यही हो कि अनि हामीलाई एल्बम रेडी छ भन्दैन अनि होइन हामी रेडी भएको छैनौँ ब्यान्ड रेडी हुनु पर्न हेड ब्यान्ड नै हामीले नाम त अहिलेसम्म कन्फ्युज भइरहेको छौँ यही हो त हाम्रो नाम कन्फर्म गर्नु छ हामीलाई हामी मेम्बर हामी नै हो त हामी कन्फर्म गर्नु छौँ 4वटा बाँकी कि अरू थप्ने कि के गर्ने सोची नै भ्याएको छैन हो अहिले हामी सिक्न हो क्या यहाँनिर हामी प्रपर ब्यान्डसँगै बसेर एल्बमको लागि काम गर्नलाई बसेँ मैले गिटार सजाउनलाई किनेको थिएँ अहिले बजाइरहेको भन नि दोस्त तेरो स्टोरी होइन गिटार एक टाइम सजाउन मात्रै किनेको थियो बिस्तारै होइन अब त्यो कहानी ठुलो छ भन्न थाल्यो भने त सुनाइँदैन हाम्रो टाइम धेरै छ अर्कै टाइपको छ कि त्यो बुझ्नलाई अब त्यो पहिला मलाई बुझ्नुपर्छ अनि मलाई जुन दिन बुझेको कमेन्ट आउँछ नि अनि त्यही दिन म भन्छु सस्पेन्स एकदम नाइस यो चाहिँ यसले सिधै पोडकास्ट हुन्छ होइन त आकाशले होइन भिडियो बनाइरहेको सालमा काम चाहिँ मिठो गर्दो रहेछ मैले त्यही हेरेर राति होइन काम त हाम्रो केटाहरूको सबैको मिठै छ मिठो है तरकारी तरकारी हामी पनि बोल्न मात्रै आएन बोल्दै गर्दैछौँ अब हेर्नु न तपाईँलाई अझै चित्त लागेन भने बुझेन भने हामी नयाँ नयाँ तरिकाले गर्छ तर गर्न चाहिँ यो गरिरहन्छौँ यति पनि छैन भाउ यति सोझो छैनौँ हामी भित्रबाट त मुख छाड्ने सम्मको छ कि तर जति सक्छ हामी आफू पनि काम नै बसिरहन्छौँ त्यो हुन्छ नि क्लासको लास्ट बेन्चर हामी त्यही हो कि हल्ला गर्दै बस्ने मुख छाड्ने हरामीपन्थी गर्ने त्यही नहरू हो हामी आफूलाई सुधारेर जिन्दगीमा केही गर्न अघि बढ्न भनेर बसिरहेछौँ त्यही हो के गर्यो अनि सबैले अनि अब कामहरू मात्रै पनि होइन हाम्रो इच्छा छुट्टै छ छुट्टै गर्नु छ भनेर बस्यो अनि जति पैसा सेभिङ हुन्छ सबैले सेभिङ गरेर अहिले अलिअलि गरेर खस्किँदैछ सेभिङ पैसा गरेर न फ्यामिलीसँग कसैले मागेको छ न के गरेछ अनि सबै हामीले आफ्नो दमले गरिरहेको छ क्या त्यही हो सबभन्दा ठुलो कुरै नै त्यही सुरुमा प्राउड लाग्ने कुरै त्यही छ मलाई त जे गरेर सबै हाम्रै पैसाले गरिरहेको छ आफ्नै पैसाले गरिरहेको छ न फ्यामिलीलाई केही उयो भन्नु परेको छ तिमीलाई मजा लाग्यो होइन अब तिमीले काम गरेको हेर्छु नि म कस्तो गर्दो रहेछ
अहिले भात पनि सुस्त पारेर पस्किन्छ मायाले पस्केको भन्छ कि सबैलाई मिलाएर ट्याक्क फराकिलो बनाएर गल्ती नगरिकन तर गर्छ सपोर्ट चाहिँ हामीलाई युट्युबमै देखाइदिनु क्या जस हेरिदिनु मात्रै भयो नि पुग्छ हो हामीलाई त्यो धेरै मुखले भन्दा पनि त्यही हो अब आँखाले हेरिदिनु न त्यो मुखले भनेको सपोर्टलाई चाहिँ हामी सपोर्ट मान्दैनौँ है अब त्यसरी सपोर्ट भनेको चाहिँ हाम्रो लागि त्यही नै हो हाम्रो वाच आवर 333 आवर्स भएको छ त्यसलाई 4000 बनाउनु छ त्यो बढ्दै गयो भने हो मान्छेले हामीलाई सपोर्ट गर्दो रहेछ भनेर बुझ्छु हामी सुरुमा चाहिँ खुसी लाग्थ्यो त्यो भन्दाखेरि सुरुमा भिडियो हाल्दा ओ हामी हो क्या यसो सोच्यो अनि मान्छेले मात्रै भनेर हुन्छ त हामीलाई आफूलाई लागेको छैन हामी भर्खर सुरु भइरहेछ के भाइरल भएको त मनै पर्दैन किन हो धेरै त्यसले मुख लुकाउने मेन कारण चाहिँ त्यो हो मान्छेसँग अब फेरि काम पनि त्यस्तै छ मान्छे फेस गर्नुपर्ने खालको नै छ तर अहिले बेला भएको छैन क्या अहिलेदेखि त्यो हो हामी हो भनेर गरे होइन नि त हामीले त हामी बन्ने हो भनेर आएको हो क्या हामी खतरा आएको छौँ हामी खतरा भइसक्यो भने मनेर आयो त हामी सिधै एल्बम गरिहाल्थ्यो गड ट्यालेन्ट पनि होइन बन ट्यालेन्ट पनि होइन सोसियल मिडियाबाट पैसा आउँछ भन्ने मात्रै आश नभए यो भिडियोहरू नै बनिरहेको हुन्थेन हामी मात्रै बनिरहेको हुन्थ्यो अलिकति भयो भने आश लाग्छ अब त्यो भयो भने हामी सेल्फ डिपेन्डेन्ट हुन अझै हेल्प हुन्छ भनेर मात्रै हो अनि यसो क्यामेरा फेस गर्ने बानीलाई हेर्ने मान्छेहरूसँग बोल्न क्यामेराहरू फेस गर्न डर लाग्दैन भनेर मात्रै हो त्यो लाइभ साइभ आउनु मलाई त्यो सुरुमा चाहिँ के हो र जस्तो लागेको थियो है पछि बिस्तारै अनि त्यही त नि हामी टिकटकमा लाइभ बसेर ट्याप ट्याप गरेर पैसा कमाउन आएन हाम्रो लक्ष्य छुट्टै छ टाइम वेस्ट हुँदो रहेछ हौ 1 घन्टा 2 घन्टा 3 घन्टा त्यसै दिनुपर्ने त्यो त्यति देरसम्म त हामी भिडियो हेरेर बस्यो भने नि हामीले के बुझिरहेको हुन्छ धेरै कुरा ल्यापटप पनि बिग्रेछ चार्जर बिग्रेछ ल्यापटपको चार्जर किन्ने पैसा पनि छैन अब चाहिँ बिस्तारै अलिअलि क्राइसिसमा लाग्दै गइरहेछ धेरै कुरामा लिमिटेसन लाग्दै गइसक्यो ठिकै छ हेर्दैछौँ चिसो गर्ने महिना चिसो नखाएको जाडो महिना चाहिँ कहिले आउला जस्तो भइरहेछ जाडोमा त मस्त सिक्ने जाडो महिनामा चाहिँ के फाइदा हुन्छ भने अब ज्यामिङ रुममै जति पसिना निक्ले पनि हामीलाई बाहिर निस्किन मन लाग्दैन यहाँ अब हामी बजाउँदै जान्छौँ गर्मी बढ्दै जान्छ बजायो अनि एकैछिनमा रेस्टुरेन्ट आयो अनि फेरि भित्र गयो फेरि बजायो त्यही हो हाम्रो दिनभरि नै हुने त्यही हो अनि दिउँसभरि नि भिडियो अनि दिउँसभरि हाम्रो भिडियो बन्दैन अब हाम्रो कामै के हामीलाई थाहा छ कोही न कोही गरेर केही न केही त बजाइरहनुपर्छ केही न केही गरिरहनुपर्छ अनि त्यहाँनिर आफ्नै प्र्याक्टिसहरू वार्मअपहरू के हुन्छ गरिरहेको हुन्छ हाम्रो तरिकाको त्यो कि हामीले प्रपर लेसन हेरेर होइन त्यो एउटा गाइडे राखेर प्रपर सिक भन्ने खालको चाहिँ छैनौँ हो त्यो चाहिँ हो किनकि अहिले अब यो ब्यान्डको गाइड चाहिँ म हो जे यसो मलाई ठिक लागेको कुराहरू त यसरी गर जस्तै गिटारिस्टलाई गिटारको टेक्निकहरू सिक बेसिस्टलाई बेसको टेक्निकहरू सिक ड्रमको टेक्निकहरू सिक त्यो सिक्दा उसले आफै बुझ्दै जान्छ कि म त सबसे पहिला मलाई के भन्छ सुरुमा के मलाई के लाग्थ्यो भने गाउने र नाच्ने काम चाहिँ म कहिले पनि गर्दिनँ भने ओभर इन्ट्रोभर्ट भएर के त्यो कन्फिडेन्स चाहिँ मलाई कहिले पनि आउँदैन जस्तो लाग्थ्यो बिस्तारै बढ्दै गयो गिटारमा इन्ट्रेस्ट बढ्दै गयो गिटार बजाउँदै गएपछि त गाउन मन लाग्दै गयो त्यो बेला यस्तो आवाज थियो मेरो आवाज बिस्तारै रेन्ज खुल्दै अहिले पनि जस्तो हामी बिस्तारै हाम्रो स्टोरीहरू पनि भन्दै जान्छ कसरी के भयो कसरी हामी भेट्यौँ कसरी गर्ने भनेर आइडियाहरू आयो कसरी गरिरहेछौँ जस्तो यो कुराहरू पनि खुलिँदै जान्छ त्यही भएर कसरी भयो अब अरूले ज्यामिङ रुममा पैसा तिरेर ज्यामिङ गरेर बेला हामीलाई त्यहाँ पैसा फाल्नुभन्दा हामी एउटा प्रपर हाम्रै ज्यामिङ रुम बनाउँ त्यहाँ हामीले अझै केही कुराहरू सिकेर हामीले आफैले गरेर गर्न मिल्छ भन्ने कुराहरू पनि छ कति कुराहरू छ सेयर गर्न बाँकी त्यो बिस्तारै गर्दै जान्छ त्यसको लागि पहिला जेन्युन फलोवर्सहरू थाहा होस् कि त्यो त्यत्तिकै त्यो फलो थाप्नेहरू मात्रै भन्दा पनि हाम्रो युट्युबमा पनि पहिल्यैको हो त्यो सब्सक्राइबरहरू अहिले बढेको भने बढीमा 100-200 जना हो थाहा हुँदै जाओस् अलिकति मान्छे जम्मा हुँदै जाओस् हामीलाई मन पराउने मान्छे यिनीहरू चाहिँ साँच्चीकै मन पराउने मान्छे हो भन्नेसम्म होस् अनि त्यसपछि बिस्तारै डिमान्ड आउला नि यस्तो चाहिँ कसरी भयो यस्तो चाहिँ कसरी भयो अनि त्यसपछि बनाउँदै जाउँला त्यसरी ब्लगहरूमै हामी सबै कुरा भन्दैनौँ लाइभमै आएर भन्नुपर्छ नि छैन त्यही हो फलोवर्स पनि अब हाम्रो कस्तो छ भने फलो ब्याक दिँदैन अनि त्यही भएर फलोवर्सहरू छैन यताउता भन्ने कुराहरू हुन्छ त्यो हामीलाई अहिले चाहियो पनि हामीले फेरि
फलो ब्याक गऱ्यो भने सबैलाई गर्न मन लाग्छ नि सबैलाई फलो त्यो नगर्नुको कारण चाहिँ फेरि त्यो इगो एटिट्युड होइन कि हामीले नगर्दा पनि कति मान्छेले चाहिँ हामीलाई मन पराउँदो रहेछ त्यसरी चाहिँ हेर्न खोजे हो त्यसरी बढिरहेको थियो अनि त्यही भएर कहिलेकाहीँ झुक्केर 1-2जनालाई फलो हुन्थ्यो त्यो बेला फेरि क्यान्सल गर्थ्यो मेन कुरा चाहिँ त्यो हो है फेरि एटिट्युडवाला होइन हामी डाउन टु अर्थ छौँ एकदम त्यही हो अनि हामीले अब गर्न अब फलो ब्याक दियो भने सबैलाई दिन मन लाग्छ नि एउटालाई मात्रै फलो ब्याक दियो अरूलाई नदियो अब मान्छे हेरेर फलो दिने ब्याक कहिले दिने हो भने हामीले दिएको फलो ब्याकको भ्यालु होस् के अब यिनीहरूले हामीलाई फलो ब्याक भन्ने होस् न त्यस्तो वालाको भएपछि चाहिँ खासमा त्यो टिकटकको केही पनि लाग्दैन हो मलाई यार त्यो बढी पपुल्यारिटी चाहिँ त्यसमा छ क्या तर मेन कुरा मलाई त भिडियो बनाउनु मन लाग्यो भने युट्युबको लागि चाहिँ बनाउनु मन लाग्छ कि मान्छे के हुन्छ जिन्दगी चेन्ज बनाइन्छ युट्युबले जेनुअन सब्सक्राइबरहरू जेनुअन लभरहरू पायो भने त्यत्तिकै हेर्नेलाई पनि मजा बनाउनेलाई पनि फाइदा हामी चाहिँ हाम्रै पैसाले नेपाली मिस्टर बिस्ट बनाए त्यो चाहिँ त्यही सम्झने हुन्छ मिस्टर बिस्टलाई फलो गर्नु हुन्छ म पनि त्यस्तै गरिदिन्थेँ जसलाई आफू सक्नेसम्म गरिदिन्थेँ अब त्यही हो हामीले सोचे पनि हाम्रोबाट केही भयो भने अब हामी जस्तै कसैले गर्न खोजेको छ नि उनीहरूलाई चाहिँ हामी गरिदिन्छौँ हामीसँग जे सक्छौँ भने अब हाम्रो क्षमता बढ्दै जाला नि नजान नि सक्छ जे पनि हुनसक्छ भोलिको कसले देखाएको छ होइन जस आफ्नो काम चाहिँ गर्ने हो त्यही हो कर्म भने हो आफ्नो काम गरिरहने हुन्छ हुँदैन त्यो आफ्नो ठाउँमा छ तर जिन्दगीले कसरी लान्छ त्यसमा भर पर्नुभन्दा पनि आफूलाई के लागेको छ त्यसरी चाहिँ जिन्दगीलाई लान सक्नु एकदम ठुलो कुरा हो त्यति गर्न सक्यो भने चाहिँ जिन्दगीमा धेरै कुरा बुझ्छ हाम्रो धेरै छ क्या म्युजिक स्टोरीहरू भन्नुपर्दा तपाईँले सुन्नुहुन्छ बिस्तारै अहिले नै अब सबै कुरा खोल्यो भने पनि धेरै लामो हुन्छ जस आज चाहिँ अलिकति हामी फ्रस्ट्रेटेड नेपाली भयो अरे भने है टिकटक हामी हेडमा फ्रस्ट्रेटेड हेडमा भयो मैले त वाक्क त्यो टिकटकमा भिडियो हाल्दा नि वाक्क लगाइसकेको थियो फेरि बोलिसकेको छ पुरा नहोला भन्ने सोचेर मात्रै अब हाल्न छोडिदिउँ एकैचोटि हाल्न छोडिदिउँ ए यिनीहरू कता कता हरायो भएन भनेर गाएर हालेकोमा चाहिँ फेरि हुँदैन कि त्यस्तो कमेन्टहरू त्यस्तोमा चाहियो भने त त्यस्तै त्यही भए भएर अनि ल गएको पनि हालिदिउँ न त थाहा हुन्छ त्यस्तो भन्ने मान्छेहरूलाई गरिरहेको रहेछ भन्ने टाइप्सको भनेर हालिदियो त्यसमा चाहिँ केही पनि हुँदैन न त्यसमा न धेरै कमेन्ट आउँछ न लाइक साइक के त्यो लाइक भन्दा पनि अनि जुन नर्मल भिडियो हाले हुन्छ बोलेर अनि त्यसमा चाहिँ नेगेटिभ नेपाली मान्छेहरू चाहिँ त्यस्तै छ किनभने मान्छेहरूलाई त्यो म्युजिकहरू सीताकी चोरी चर्तीकला होइन हो यो हाम्रो ट्राई हो हाम्रो यो जीवन बाँचिरहेको छौँ हामीले बाँकी जीवन बाँचेको छ हामी टाइम पास गर्न चाहिँ आएको होइन टाइम पास गर्नलाई घरमै बसिहाल्छ नि को या पकाएर खाएर बसिरहन्छ घरमा पाकिरहेको भात नखाएर आनन्दले घरमा त्यो हो हाम्रो मोटिभ चाहिँ आज चाहिँ अब कति भइसक्यो त्यसरी त्यही हो कि घर यहीँ नजिक छ त्यही पनि घर गएको छैनौँ कि होइन हुन्छ नि भने उसको त यहीँ नजिकै छ तर पनि गएको छैन घरै गएर सबै चिज त्यही हो कति भइसक्यो त्यो भिडियोमा पनि राम्रोसँग नबोलेको आज चाहिँ अब भ्लगहरू बनाइरहनु पर्ला भन्ने सोच त छ त्यो हामी भ्लगहरू टोटल्ली बनाउनु भन्दा एक दिन यसरी नै बोलिदिन्छौँ कि मजाले खुलेर सबै चिजै बोलेर गएर सबै चिजै हालिदिने भने गरिदिन्छौँ त्यसमा मेरो धेरै बोल्ने बानी छ त्यो अघि त यता हल्छल उता हल्छल कहिले टाउको हल्ला नि कहिले के गर्ने कनाउने सनाउने त्यही नै भइरहेछ ऊ त्यो अहिले सुत्दैछ यत्रो बोल्दा अरे आज र त्यही नै हो ल आजलाई इन्ड गरौँ जस अरू कुराहरू पनि बुझ्नु खोज्नु हामीलाई केही छ भन्ने खालको लाग्नु सपोर्ट चाहिँ त्यही युट्युबमा देखाइदिनु अरू केही गर्नु पर्दैन हामीलाई हेर्दै जानु त्यो अब यिनीहरूले गर्छ भन्ने मान्छेहरूले नि हेर्दै जानु अनि यिनीहरूले केही गर्दैन फुई मात्रै ला हो सक्नुहुन्छ भने होइन सक्नुहुन्छ भने होइन अनि सबभन्दा ठुलो काम सेयर गरिदिनु आफ्नो साथीभाइहरूलाई यिनीहरू यस्तो छ नि हेरेको छ तिमीहरूले भन्ने यसो सेयर गर्नु मेन कुरा भनेकै सेयर गरिदिनु तपाईँ त्यही हो सब म्युजिसियनको मेन नै त्यही त हो नि सपोर्टर फलोवर अब फलोइङ त्यो बढ्नलाई नि तपाईँहरूले सेयरै गरिदिनु पर्छ होइन सेयर गरिदिनु भएपछि अब अरूले पनि देख्छ त्यो देखेको मान्छेले नि त्यही हो कि हामी भन्दा धेरै बेस्ट ब्यान्डहरू छ कि नेपालमा
उनीहरूले पनि सपोर्टै नपाएर उयो भयो त नि वर्ल्डमै नै होइन नेपालमा त अझ कतिवटा जनरहरूको त मान्छेले मनै पराउँदैन नि त हेर्दैन नि त सफ्ट गीत गाएर हालिदियो भने फेरि सबैलाई टचिङ त्यसमा अलिकति एग्रेसिभ हालिदियो भने के गायो त्यस्तै चिज चाहियो पप गीतमा नि भाइ त्यही अनुसार छ रक गीतमा नि त्यही अनुसार छ सबै गीतमा त्यसै पपुलर हुन्छ त्यो जनरहरू चाहिँ रक हेर्नु त अब सक्छ कसैले त्यसै पपुलर हुन्छ त त्यसमा पञ्च त्यसमा भाइब नभएकोलाई नेपालमा चाहिँ छ अडियन्सहरू पनि छ है फेरि अन्डरग्राउन्डमा चाहिँ लो छ अडियन्सहरू तर मेन स्ट्रिममा अझै पनि आउन सकेको छैन कि यो चिजहरू हेरौँ न के हुन्छ तर यो हामी चाहिँ यही गर्ने हो नआउने कारण पनि स्पोन्सरहरू हो नि साथी मेन कुरा उनीहरूले बोलाउनै खोज्दैन अब सफ्ट आयो एउटा सफ्ट बोलाइदियो एउटा रक बोलाइदियो न त्यही कन्सर्टमा सिद्धिहाल्यो नि होइन भइहाल्यो नि सफ्ट मन पराउने कन्सेप्टै त्यस्तै छ के जो अलिक चल्या छ जसको उयोले चाहिँ अलिकति मान्छेहरू धेरै आउँछ टाइप्सको छ अनि युथहरू त्यस्तै छ अहिलेको टिकटक बनाउने टिकटकमा चलेको लाइनहरू सुन्ने त्यसले हो क्या बिग्रिरहेको तर हामी चाहिँ यही गर्ने हो हामी चाहिँ ट्रेन्ड फलो गर्दैनौँ आफ्नो मनले जे मागेको छ मनले जे दिनु खोजेको छ त्यही दिने मलाई त आउने नै त्यस्तै हो मेरो पीडा मनमा भएको पीडा देखिरहेको दुःखहरू नै आउने हो एग्रेसन बनेर आउँछ कहिले मनको दुःख सफ्ट भएर पनि निस्किन्छ रिसहरू एग्रेसनमा पनि निस्किन्छ मेरो चाहिँ म्युजिक टाइप भनेकै रक हो म चाहिँ त्यही भन्छु सफ्ट पनि म सुन्न चाहिँ सबै सुन्ने हो म्युजिक त धेरै छ एक्सप्लोर पनि सबै धेरै गर्ने हो ऱ्यापसम्म पनि सुन्ने हो सुन्न चाहिँ तर आफ्नो मेरो टाइप हाम्रो टाइप हामीले तपाईँहरूलाई दिने टाइप भनेको चाहिँ रकै हो रक ग्रन्ज सब मिक्स आउँछ हाम्रो जस हाम्रोबाट जे निस्किन्छ त्यही आउँछ है हामीले जे जे सक्छौँ त्यही देखाउँछौँ हामी यही गर्छौँ भन्दा नि भनेको छैनौँ त्यही नै हाम्रोबाट जे निस्किन्छ होइन दोस्त निकाल्ने हो। हामीले कतैबाट क्लास लिएर सिकेको यताउति पनि छैन आफूले सुन्दा कुन मेलोडी राम्रो छ कुन होइन यसमा हल्का क्यासी पाउँछ आफूलाई लाग्ने होइन अब स्केल न स्केल अब स्केल पनि ठाउँ मात्रै हुन्छ यो कुरा पनि हो क्या मान्छेहरू अहिले कस्तो जबरजस्ती त्यसलाई पढाइ हो टाइप्सले बनाइरहेछ के फिल हो क्या म्युजिक पढाइ नहुँदा पनि म्युजिक थिएन त थिएन फिल हो क्या पढाइ नहुने बेला नि म्युजिक थियो त नि सबै फिल्म त्यही फ्रेड वर्डलाई स्टडी गर्दा त्यसरी बुझ्छ क्या इएजिजी त्यो भयो के त्यो नबुझ्नेले पहिला बजाउनेहरूले कसरी बुझ्छ त त्यो हेरेर आफ्नो फिल हो क्या त्यो दिमागले क्याप्चर गरेर राख्ने हो क्या मलाई त्यही भएर त्यस्तो पढ्न पनि मन छैन होइन आफूले जति सक्छ पढेर सक्यो भने त्योभन्दा अलिकति बढी सक्ला म मान्छु तर आफूले नपढिकन यतिको हानिदिन्छु त्यसमै मजा छ नि के आउँछ भन्दाखेरि केही आउँदैन त्यही हो गुरु चाहिँ बनाउनु पर्छ तर त्यो टाइमहरू पनि आउँछ नि त अहिले त हामी आफ्नै त बनाउन पहिले सुरु आफूले चाहिँ के गर्नु सक्छ त सुरुमै होइन मेन भनेको चाहिँ अरू मान्छेले बताएको हेर्ने हो गीत सुन्ने हो अरूको सबै सिक्ने हो होइन सिक्ने हो टेक्निकहरू मेन भनेको उनीहरूको टेक्निकहरू हेर्ने हो अनि त्यही टेक्निकलाई अप्लाई गर्दै जाने हो कुनैमा सक्छ कुनैमा सक्दैन अनि त्यहीबाट आफ्नो टेक्निक आफै निस्किन्छ कि त्यसपछि मैले चाहिँ त्यसरी फिल गर्दैछु वे अफ प्लेइङ खोज्ने हो के कसरी चाहिँ आफूले चाहिँ कसरी निस्किन्छ मेन मलाई त्यो स्केलहरू सिक्नु भन्दा पनि त्यो मेन वे हुँदैन अब टेक्निक होइन कुनमा कसरी खेलाउँदा मिठो क्याची सुनिन्छ त्यस्तै मैले त्यस्तै सिक्छु होइन मलाई त्यो अब हल्का त थाहा छ त्यो अलिअलि युट्युबमा हजुर मेजर माइनर अनि मेजर मात्रै थाहा छ माइनर थाहा छैन मेजर भनेको ह्याप्पी हो माइनर भनेको स्याड सर्कल अफ हिप भन्छ के छ अरे पढ्यो भने त त्यो मलाई पढ्नु चाहिँ छैन होइन जति आफूले बुझ्न सकिन्छ त्यो हामीले यहाँ हेऱ्यो नि त्यही त हो नि हाम्रो फिलै त निकाल्न भने हामी के चाहिँ फिल गर्न सक्छौँ म्युजिकमा जति सिकिन्छ त्यति नै जाने हो धेरै बुझ्छ धेरै गर्न सकिन्छ मलाई चाहिँ त्यो क्लास लिएर भोगेर यसले यो गर भनेको त्यो यो जसरी नि याद गरेर आइज यस्तो भन्दा हो मलाई चाहिँ त्यस्तोहरूबाट लिन मलाई नि एक्सर्साइज हो होइन सबैबाट लिउँला ट्याक कसरी हानिरहेको छ के हानिरहेको छ त्यसरी ल्याउँला तर
रेगुलर प्लेइङ हो क्या मेन कुरा। रेगुलर प्लेइङ मात्रै गऱ्यो भने होइन त्यो उयोले पनि सिक्नेले पनि त्यसरी नै त्यही चिज पाउने हो, नसिकिकन गऱ्यो भने पनि त्यही चिज पाउने हो क्या। सिकेर गर्दा चाहिँ बुझिन्छ धेरै कुराहरू, ए यो भने यो हो, यो भने यो हो भनेर। नसिक्नेले पनि पाउँछ क्या त्यो कुरा, नबुझ्ला बडो होइन, तर त्यसको दिमागमा हुन्छ कि एउटा यस्तो चिज हुन्छ, एउटा यस्तो चिज हुन्छ। त्यही यस्तो चिजको चाहिँ पढ्यो भने चाहिँ नाम हुन्छ, पढेन भने त्यसको नाम हुँदैन, दिमागमा चाहिँ क्याप्चर हुन्छ क्या। नाम पनि त मान्छेले बना त हो नि। अब भिडियो चाहिँ लामो होइन भयो सकाइदिउँ त्यो बनिरहोस् न, हालिदिउँ जति बन्छ त्यति हालिदिउँ। त्यो आधी घन्टा भइसक्यो। त्यो नाम पनि मान्छेले त बनायो नि होइन। यस्तो हो मेरो विचारमा चाहिँ मेन आफूले कसरी बुझ्छ त्यो जी कर्डलाई होइन जे भनेर बुझ्दै नि भयो के। त्यो अब त्यो मान्छेले दिने नभने त्यो त्यसको अब नामै जी नभएर अर्कै कुनै हामी जस्तै भड्किरा म्युजिसियनहरूलाई चाहिँ यही नै भन्छौँ हामी होइन। हामी पनि कुनै प्रपर सिकेर गरेर होइन, त्यही हो जति फिल गर्नु सक्छ त्यति हो, जति फिल हुन्छ त्यति राम्रो त हो नि होइन र। मलाई चाहिँ मेन सिक्न मन लाग्ने भने हल्का टेक्निक होइन, त्यही हो मेन भनेको सिक्नु आवश्यकता मलाई त्यसकै लाग्छ। त्यही हेर्दै बस्ने हो, सुन्ने हो, त्यसै टेक्निकहरू हेर्ने, त्यही हो। अब केही छैन त्यस्तै गर्दै साथ चाहिँ खतम होला है, सुई जस्तै हुन्छ क्या जस्तो लाग्यो। गर्दा सकायो। कति भयो चार सासको अघिदेखि दुईचोटि आइसक्यो, टुनुङ गरेर भनेपछि 5%। 10मा ठिक छ। अहिले चार्जले पनि साथ दिएछन् गाइज, हामी यसरी नै फेरि भेट्नेछौँ, फेरि बोल्नेछौँ है। ल बाई भन्दै मेन कुरा भनेको सेयर चाहिँ गरिदिनु सक्नुहुन्छ भने होइन, सब्सक्राइब अनि सब्सक्राइब पनि आवश्यकता छ। हेरिदिनु पर्यो। हेरिदिनु, हेरेपछि मन लाग्यो भने होइन भित्री मनबाट सेयर गरिदिउँ भाइहरूको, साथीहरूको। के हो हावा कुराहरू सेयर गर्नुभन्दा हामीले केही न केही त दिइरहेछौँ नि त, हाम्रो पनि सुनिदिनु बुझिदिनु। फुल सपोर्टवाला गाइजहरू भाइको यो चाहिँ फुल सपोर्ट, पहिलो दिनदेखि दोस्रो दिनदेखि फर्स्ट कमेन्ट सेकेन्ड कमेन्ट होइन कि। जस्ट मैले युट्युबमा नि हेरिदिइरहेको छु, गरिदिइरहेको छु। दाइ तपाईँहरूको राम्रो भइरहेछ, भाइ तपाईँहरू तिमीहरूले गरिरहेछौ, जे गरेर राइड गरेर त्यस्तो यस्तो कमेन्ट हुँदैन, हामीलाई पनि अलिकति अझै आउँछ कि एनर्जी होइन। छुट्टै यस्तो गर त्यो पनि मजा आउँछ। छुट्टै लेभलको आउँछ। गर्दैछौ यसरी होइन यसरी हो, त्योहरूले पनि राम्रो दिन्छ। हामीलाई अब सबै तरिका त कहाँ सबलाई थाहा हुन्छ त मेन होइन। कुरा अनि यो भिडियो बनेकै चाहिँ भात पड्काउने भन्नेहरूलाई हो, पड्काइरहेको भोक लाग्छ के गर्नु। खान्छौँ गर्छौँ। संसारको सबै मान्छेले भात पड्काउँछ नि, हामी किन नपड्काउन? आवश्यकता भएर पड्कायो, के गरी मेरो रबरको जिउ भयो मेन कुरा हामी गरौँ कि नगरौँ त्यसरी पनि भन्न आउँछ कि, तर फेरि ओभर हुन्छ त्यो है होइन। अब सबै भात त्यही हो, ऱ्यास बोली बोल्दैनौँ हामी। जति सक्छ सक्नै दिउँ न। रिस त उठ्छ तर रिसाउनु पनि हुँदैन, हामी बुद्धको चेला पनि हो। त्यही हो, हामी बेलुका चस लाग्छ हो, त्यो रिस जति कन्ट्रोल गऱ्यो भने चसक्क छुइहाल्छ नि। भात पड्काएर बस्यो भातेहरू हो, दियो त्यही हो। एकजनालाई मात्रै लाग्यो त हुन्छ, 4जनाले हेरेर हुन्छ, अनि एक न एकजनालाई अलिकति खसक्क लाग्छ, अनि त्यसको दिनै पुरै खराब भइरहेको हुन्छ क्या। हो त यार, कस्तो भने जसरी एकैचोटि त त्यही त हो नि, थोपा थोपाले बन्ने त हो नि, अनि मान्छेले एकैचोटि चाहिएको छ कि भात बढी पड्काएर त्यही हो कि। अब एकैचोटि सबैलाई के चाहिएको छ भने एक जग पानी चाहिएको छ, हामी थोपा थोपा गरेर भरिरहेको छौँ, अरूलाई एक जग सुरुमै चाहिएको छ, अनि त्यस्तो हुन्छ। समुद्र पनि कुनै बेला खाली थियो होला कि, त्यो थोपै भएर पोखरी पनि समुद्र भन्दा नि होइन। मेन कुरा त्यही नै हो, त्यस्तै छ। त्यही हो, बिस्तारै हुन्छ, हाम्रो पनि बिस्तारै भइरहेछ। त्यही हेर्नुहुन्छ भने चाहिँ त्यो कुराहरू चाहिँ हेरिदिइरहनु, जस हामीले गरे अनुसार पनि लाग्छ। अरू पनि त्यसरी नभड्कोस् हामी जसरी। के गर्ने त यार लाइफमा, अब नेक्स्ट के छ? यस्तो हो, अब नेपालमा रक ब्यान्ड हो, हामीलाई आवश्यकतै छ भने हामीलाई मेन सपोर्ट हामीलाई त्यसको लागि गर्नु होइन। रकै हो बन्ने नै होइन, इच्छै रकमा हो, रक अनि मजा आउँछ कि त्यसमा पङ्क छुट्टै हुन्छ होइन। बज्दा पनि या भनेर रक म्युजिकमा चाहिँ